हेलो गाइस, आज म तपाईँलाई फ्लिपकार्टमा कसरी जब गर्ने, कसरी काम गर्ने म सिकाउँदैछु। यहाँ सबभन्दा पहिला तपाईँले एप्स डाउनलोड गर्नुभएको हुन्छ, यो सिपी एप्सबाट सबै काम हुन्छ। तपाईँले फर्म भर्नुहुन्छ, आफ्नो फर्म भरिसकेपछि प्रोसेस टु डेलिभरी, जब तपाईँले सामान लिएर जान्छ प्रोसेस टु डेलिभरीलाई सिलेक्ट गर्नुहोस् होइन। यसरी क्लिक गरेपछि अब सामान कसरी डेलिभरी गर्ने त। अब पहिला फर्म भर्ने त्यो कुरा सामान्य हो, अनि त्यसपछि नेक्स्ट हुन्छ। यसरी नेक्स्ट गर्ने, तपाईँले सामान डेलिभरी गर्ने तरिका फ्लिपकार्टबाट है। कन्टिन्यूमा क्लिक गर्नुहोस् अनि चेक पेमेन्ट स्टेटसमा क्लिक गर्नुहोस् होइन। अनि यसरी क्युआर कोड पनि आउँछ होइन। क्युआर कोडबाट अब तपाईँले पेमेन्ट गराउन सक्नुहुन्छ, क्यास अन डेलिभरी। अब यसरी तपाईँले फ्लिपकार्टबाट काम गर्ने तरिका है। क्युआर कोडबाट हुन्छ, कुनै पेड अनलाइन पनि हुन्छ। अनि यसरी अब डेलिभरी गर्ने बेला यसरी फोटो दिनुपर्ने हुन्छ। 3टा फोटो खिच्नुपर्ने हुन्छ सामानको, 2टा 3टा जतिवटा खिचे पनि हुन्छ। यसरी खिच्नुभयो सामान दिनुभन्दा अगाडि फोटो खिच्ने अप्सन हुन्छ फ्लिपकार्टमा डेलिभरी गर्ने। अनि काम गर्ने तरिका त फर्म भर्ने सबैको एउटै हो। पहिला फर्म फिलअप गर्नु छ, अनि त्यसपछि ल फ्लिपकार्ट मिनेट भनेको छ, यही कम्पनीमा डेलिभरी गर्ने तरिकाहरू मैले गरेको छु, यसरी देखाएको पनि छु है। अब यहाँ हेर्नुहोस्, यस्तो किसिमको आउँछ। अब यो सबै फोटो खिचिसकेपछि डेलिभरीमा तपाईँले क्लिक गरेपछि त्यो सामान डेलिभरी भयो, दिइसकेपछि है त। अनि ओके गर्नुभयो यसरी तपाईँले यो अर्न, तपाईँले 42 रुपियाँ कमाउनु भयो। अनि त्यसपछि ओकेमा क्लिक गर्नुहुन्छ। मैले हेर्नुहोस् लाइभ खिचिरहेको छु, तपाईँ मेरो भिडियो पनि हेर्न सक्नुहुन्छ। यहाँ म माथि छु, म कुनै बनाएको अरूको भिडियो होइन, आफ्नै ओरिजिनल हो होइन, आफैले दिएको। अब ब्याक टु स्टोर भनेर आयो लास्टमा। अब स्टोरमा जाने, आफ्नो सामान जहाँबाट सामान फेरि पिकअप गर्ने ठाउँमा जानु पऱ्यो है त। ब्याक टु स्टोर भनेर तपाईँले म्याप अनुसार जान सक्नुहुन्छ, वा तपाईँलाई लोकेसन थाहा छैन यतिकै जान पनि सक्नु। हेर्नु म गइरहेको छु, तपाईँ माथि भिडियोमा हेर्नु, सानो भिडियोमा है। यसरी तपाईँले फ्लिपकार्ट मिनेटमा, फ्लिपकार्ट एउटा कुरियर हुन्छ, कार्गो हुन्छ, त्यो काम पनि हुन्छ होइन। अनि एउटा यो ग्रोसरीको आइटममा, मैले ग्रोसरीको आइटमको देखाउँछु। अर्को फ्लिपकार्ट पार्सल पनि यही तरिका हो, सेम तरिका हो डेलिभरी गर्ने है त। अब यसरी फ्लिपकार्टमा काम गर्नुहोस्, पहिला फर्म भरेर गरेर लिङ्क गरेर तपाईँलाई लिङ्क अरूले गराइदिन्छन् अफिसको मान्छेले। त्यसपछि तपाईँले यसरी अर्डरहरू डेलिभरी गर्न सक्नुहुन्छ। काम गर्ने तरिका मैले सिकाएको मात्रै, बाँकी लिङ्क गर्ने त अफिसको मान्छेले गरिहाल्छन्। अनि यसरी लोकेसनहरू दिन्छ, यसरी लोकेसनमा क्लिक गरेपछि यस्तै लोकेसन आउँछ। अनि लोकेसन हेर्दै जाने, तपाईँको कहाँ हो कस्टमर भएको, त्यसरी लोकेसनको फ्लो गर्दै जानुपर्छ है। अनि फेरि ब्याक टु स्टोर भनेर आउँछ, सामान दिइसकेपछि। अनि स्टार्ट बाइक हेर्नुहोस्, सामान दिइसकेपछि ब्याक टु स्टोर हुनको लागि पनि स्टार्ट बाइक गर्ने। स्टार्ट बाइक गरेपछि अनि तपाईँको हेर्नुहोस् रिच द गेट गरिसकेपछि प्रोसेस टु पिकअप। अब यस्तो पिकअपको लागि तयार हुनुहुन्छ भने प्रोसेस टु पिकअपमा गर्नुभयो। अब यसरी तपाईँको आइटमहरू यसरी तपाईँले पिकअप गर्नुहुन्छ। अनि अब तपाईँले कुनै पनि आइटममा कम्प्लेन भएको आइटम तपाईँको फेरि फिर्ता गर्नको लागि के, कुनै कम्प्लेन भएको आइटम छ त्यसलाई वापस ल्याउनको लागि रिभर्स आइटम भन्छ होइन। अनि त्यसको लागि यसरी तपाईँ कस्टमरको नजिक गइन्छ अनि आइटमलाई हेरिन्छ। कस्टमरलाई दिइसकेको डेलिभरी भइसकेको आइटमलाई तपाईँले क्यान्सल भयो भनौँ, त्यो रिभर्स, त्यसलाई फिर्ता ल्याउनु पर्ने भयो, रिटर्न ल्याउनु पर्ने भयो कस्टमरबाट। अब यसरी यो इलेक्ट्रिक जग डेलिभरी भइसकेको थियो। अब यसलाई मैले रिटर्न गर्दैछु। कसरी गर्ने त, यहाँ हेर्नुहोस्। अब पहिला हेर्नुहोस्, यो जगको कन्डिसन हेर्ने, यताउता सबै। अब पास छ भने पासमा क्लिक गर्ने होइन। यो हेर्नुहोस्, यसरी कस्टमरबाट मैले यो जग रिभर्स डेलिभरी हो है, यो फिर्ता लिने। अब यसलाई मैले हेर्दैछु, पास कन्डिसन ठिक छ, मैले पासमा क्लिक गरेँ अनि नेक्स्ट गरेँ। अनि त्यसपछि ल हेर्नुहोस्, यो किटली, इलेक्ट्रिक किटली यस्तो खालको भने सबै आछ। त्यहाँ सबै चिजहरू हेरिन्छ, चेक गरिन्छ, कोही तोडफोड गरेछ के गरेछ होइन। अनि त्यसको फोटो खिचिन्छ फेरि रिभर्स गर्नेभन्दा पहिला। त्यसको 2-3वटा फोटो खिचिन्छ है त, त्यो किटलीको अगाडि पछाडिबाट माथिबाट। अनि यस्तो फोटो खिचेपछि यसमा फोटोको अप्सन छ नि तल, त्यहाँ फोटोहरू राख्ने है त त्यसको। ल हेर्नुहोस्, एउटा क्लिक भयो, नेक्स्ट क्लिक हुन्छ, नेक्स्ट क्लिक्स, अनि फेरि हुन्छ, फेरि नेक्स्ट क्लिक, 3टा फोटो। यो भने चारैतिरबाट कम्पनीलाई फोटो पठाउनुपर्छ, किनभने यो सबैतिर कन्डिसन सही छ भनेर हो। अनि त्यसपछि मैले यसलाई रिसिभ गरेर रिटर्न स्टोरमा पुगाउँछु यसलाई।
यो कम्प्लेन भएको आइटम हो, मतलब यसमा कुनै कम्प्लेन थियो, त्यही भएर कस्टमरले यसलाई फिर्ता गर्यो। अब मैले रिसिभ गरेर पिकअप भनेर लेखेँ, मैले त्यो आइटम पिकअप गरेँ अनि ब्याक टु स्टोरमा, अब स्टोरमा जान्छु त्यो आइटम लिएर जुन आइटममा कुनै कम्प्लेन भएको थियो है त। अब यसरी म ब्याक टु स्टोरमा गएर अनि मैले त्यहाँ दिनुपर्ने हुन्छ। यसरी नै फ्लिपकार्टको